एउटा यस्तो क्षण जहाँ बदला लिन सकिन्छ, तर एउटी महिलाले ती सबैलाई अस्वीकार गरेर प्रेम र क्षमाको बाटो रोजिन्। एरिका कर्कले त्यही साहस देखाइन्। उनले आफ्नो पति चार्ली कर्कलाई गोली हान्ने व्यक्तिलाई क्षमा गरिन्। यस्तो भयानक घटना हुँदा धेरै मानिस बदलाको भावनाले भरिन्छन्, तर चार्लीकी पत्नीले बदलाको बाटो रोजिनन्, न त घृणाको। उनले फरक मार्ग रोजिन्, क्षमा। चार्ली कर्कको मलाई गलत प्रमाणित गर प्रुभ मी रङ नामक कार्यक्रमका क्रममा सेप्टेम्बर 10, 2025 मा युटाह भ्याली युनिभर्सिटीमा गोली हानी हत्या गरियो। उनकी पत्नी एरिकाले स्मृति सभामा भनिन्, त्यो जवान मानिसलाई म क्षमा दिन्छु। ख्रिस्टले पनि क्षमा गर्नुभयो र चार्लीले पनि त्यही गर्ने थिए। घृणाको जवाब घृणा होइन। सुसमाचारले हामीलाई सिकाउँछ, सधैँ प्रेम गर। यो क्षमाले साँचो क्रिस्चियन जीवन भनेको कठिन परिस्थितिमा पनि परमेश्वरको प्रेम र क्षमाको बाटो रोज्नु हो भनेर देखाउँछ। चार्ली कर्क एक साहसी अमेरिकी क्रिस्चियन वक्ता थिए। बाइबलमा आधारित सत्यलाई साहसका साथ बाँडेर उनले लाखौंलाई प्रेरित गरे। उनी उजाड स्थानमा बप्तिस्मा दिने यूहन्ना जस्तै सत्यको बाटो तयार गर्दै थिए। चार्लीले मानिसहरूलाई आफ्नो विश्वासमा दृढ रहन, साहसका साथ जीवन जिउन र परमेश्वरको महान योजनामा विश्वास गर्न प्रोत्साहित गरे। उनको जीवनले धेरैको हृदय छोयो र उनीहरूलाई ख्रिस्टमा आशातर्फ डोर्यायो। उनले मानिसहरूलाई आफ्ना विचार, डर र आशाहरू खुलेर व्यक्त गर्न सक्ने एउटा मञ्च प्रदान गरे। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यहाँ उनीहरूले जीवनका हरेक प्रश्नको उत्तर येशू ख्रिस्टमा पाउन सक्थे। उनको अक्सर आलोचना र विरोध हुन्थ्यो, किनभने जब तर्क गर्न सकिँदैन, सत्य सहन नसक्नेहरूको लागि हत्या नै रोजाइको हतियार बन्छ। चार्ली कर्कको दुःखद निधनले हामी सबैलाई स्तब्ध बनाएको छ, तर उनी स्वर्गमा महिमाको मुकुट पाउनु भएकोमा हामी आनन्दित छौँ। उनले यस पुस्तामा रोपेको बिउ मर्ने छैन, उनले जलाएको आगो निभ्ने छैन। हामी उनको परिवारको लागि प्रार्थना गरौँ र यो पनि प्रार्थना गरौँ कि हराएको संसारमा सुसमाचार प्रचार गर्न सकौँ, किनभने कुनै पनि क्रिस्चियनलाई कहिले मार्न सकिँदैन। जब उसले यस पृथ्वीमा आँखाहरू बन्द गर्छ, तब स्वर्गमा महिमाको मुकुट प्राप्त गर्न आँखाहरू खोल्छ। वचनमा लेखिएको छ, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। परमप्रभुका पवित्र जनहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ। मैले उत्तम लडाई लडेको छु, मैले दौड सिद्ध्याएको छु, मैले विश्वासलाई बचाइराखेको छु। धन्यवाद।